ओ झिस्ले अर्को छ ओ वाला डल मैले सोचेको नि आयो हेलो वेलकम ब्याक टु माई च्यानल सो गाइस आजको ब्लग चाहिँ मैले अस्तिको ब्लगमा चाहिँ मैले ब्लग भनेर लागेको छु गाह्रो छ अहिले अस्तिको ब्लगमा हेर्नुभयो मैले लेखेको ब्लग भइरहेको थियो अनि धरानलाई मेरो स्पेस दिँदाखेरि चाहिँ त्यो स्पेस दिँदा चाहिँ अर्को खिच्छ क्या आफै अनि त्यहाँदेखि त्यो चाहिँ मिस्टेक भयो आजको चाहिँ राम्रो म बिस्तारै लेख्दैछु होइन अनि सो आज चाहिँ हामी दुईजना कहाँ गएको चटपटे खानुभयो gara mata kita dulu pokok gue lari kita saat perhatian gue so guys apa पैसा चाहिँ तसँग कति पुगेछ सस्ता अनि त्यसले त के हुन्छ सला 50 लाख ल मैले चाहिँ 2 लाख बोकेछु 2 लाखले खाने हो चटपटे लाटक्कसँग चटपटे पसल जुन ल सो हामी चाहिँ चटपटे खानेको मसँग यति छ त्यसमा प्लास्टिक रहेछ यसले के आउँछ केही पनि आउँदैन त्यही भएर टक्कसँगले अहिले चाहिँ हामी टक्क दिदी भाइ त्यसरी भ्लग बनाउनु हरियालीतिर गयौँ है अब टक्कसँगले हरियालीमा दुईजना रमाएर खेलेर आउने होइन अनि टक्कसँगले यहाँ पिङहरू छ क्या पिङहरू अनि त्यहाँदेखि खेल्ने घुम्ने खेल्ने अनि खाने भक्कु खाने अनि माथेर घर आउने अब हामी कहाँ गएको निगार कसले खान्छ टक्कसँगले गएर अब लिएर आउने अनि खानुपर्छ अब यता यहाँदेखि अलिकति कहाँ पाउँछ यहाँ पनि पाउँछ पाउँदैन कहाँ म फुल त निकाल्छु हातमा त निकाल्छु नि आयो देखा दो आयो ओहो के हो यो माइक किदै ओके बुझम खाना लागि पो जाना आइज म्याउ 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 अरे आइज छिटो यो मेरो साथी हो उसको साथी के हो तेरो नाम भन्दै है हेलो गर्दै यहाँ छु त यो भन्दा राम्रो यार यो के गरेको पैसा त हुँदैन कति धेरै पैसा फिर्ता आएको मेरो कति धेरै पैसा यार यो मलाई अहिलेको पैसा हैन मैले बोक ओए प्लास्टिकमा बोक है म त यतिकै त बोक्दिन नि ओए ओए प्लास्टिक दिन न दिदी
एउटा प्लास्टिक दिन अहिले मार्छ घरको मान्छेले देखेन घरको मान्छे देखेन मार्छ नि पैसा दिने प्लास्टिक दिन म त खाँदिनँ यो चाहिँ मेरो होइन यो चाहिँ मैले बोकेको होइन यो चाहिँ तलतिर हामीले साथीलाई लगिदिएको लाई बस्ने बस्नु कि नबस्नु होइन तर के लागि पनि बस्नु होला कस्तो त्यही भएर अब हामी चाहिँ घुटुङटुङ यो लगेर गयौँ भाइ अब खानुपर्छ नि बिस्तारै म त खाँदिनँ यो चाहिँ मेरो होइन यो चाहिँ मैले बोकेको होइन यो चाहिँ तलतिर हामीले साथीलाई लगिदिएको खानुपर्छ नि बिस्तारै मातेर आउनुपर्छ नि त भन्दिनँ त्यही पनि यसले कतिसम्म डोज भेट्दछ त्यही अनुसार हामी हिँड्नेछौँ ओके अब लुकाउनुपर्छ यहाँ मान्छे आउँदैछ मान्छेले देख्यो भने मेरो यो फल्नाको छोरा त घिचेर बदलमा बोकेर हिँड्दो रहेछ भनेर त मलाई गाह्रो हुन्छ त्यही भएर मैले लुकाएँ ल म चाहिँ फेरि यो के अरे डुल्नुको चक्करमा यहाँबाट आउँदाखेरि नि भ्लग बनाउनु पर्ने खासमा स्टार्ट गर्नु पर्ने यहाँ आइपुगेर भर्खर थाहा हुँदैछ फेरि हामीलाई अनि फेरि यहाँ आइपुगेर अब हामीले चाहिँ चटपटेहरू ल्याऊँ भनेर चाहिँ के ल्याऊँ भनेर चाहिँ फेरि नि केही थिएन नि आज दोकानै बन्द रहेछ अनि त्यहाँदेखि हामीले दोकानै बन्द रहेछ अनि सो अनि दुईजना मात्र अब यता जाने यहाँ चाहिँ हरियाली 19 प्रगति चोक हो गर्दै रहेछ यहाँबाट हेरौँ न खै यार नगर न केटाको साथमा बसिरहेको हेर न भाइ हेर न ओ किस गर्दैछ भाइ आमा कस्तो रमाइलो तरिकाले दिँदैछ कस्तो रमाइलो तरिकाले दिँदैछ यार केटा र केटी कस्तो गर्छ ओ माई गॉड यो डेटिङ अब ला खत्तम गर्यो पे नजान सो गाइस अहिले चाहिँ हामी दुईजना फेरि अब हरियालीमा आएर एकछिन रमाइलो गऱ्यौँ अनि त्यति मलाई चाहिँ अब दुईजना मात्र हुँदा त अलिक अल्छी लाग्दो रहेछ है त्यही भएर अब टक्कसँगले हामी चाहिँ के खेल्नु जाने मसरुम च्याउ खोज्नु जाने टक्कसँगले च्याउ पाउँछ कि भनेको अनि फेरि च्याउ खोज्नु आउँदा त उहाँ केटा र केटी त मस्किँदै रहेछ बोका बोक पो खेल्दै रहेछ फेरि बोका बोक पो खेल्दै रहेछ फेरि सुम्मा र चट्टीमा त हात छिर्छ अनि के भएको नि यस्तो जिन्दगीमा पनि होइन लास्ट शरम भनेको हुन्छ त हो नि लास्ट शरम होइन उनीहरूको हेऱ्यो भने यत्रो देखिने ठाउँमा अलिक सेफ्टी ठाउँमा गएर जानु त्यो के गरेको छ म अहिले यहाँ हेर्नु ल देखाइदिन्छु म पार्टी प्लेस हो अब हामी त्यतैबाट ओके गाइस पर्तिर भेटौँ ल यो चाहिँ तपाईँहरूलाई थाहा छ होला यो सर्पा बस्ने नागिन यसरी बस्छ नि दुलोभित्र त्यस्तो हो होइन यहाँ चाहिँ नागिन छ भन्छ तर छ कि छैन मलाई थाहा छैन होइन तर यो चाहिँ प्राय हेर्नु यहाँ चाहिँ फेरि कस्तो डरलाग्दो टाइपको जङ्गल छ क्या हेर्दा चाहिँ यो मेरो मोबाइलको सिन यस्तो देखेको हो कि तर यहाँ ओप्पी डरलाग्दो टाइपको छ क्या यहाँ चाहिँ फेरि ओप्पी मेरो चाहिँ एउटा क्यामेरा भए चाहिँ नि म यहाँ टक्कसँगले भ्लग बनाउँदा दामी आउँथ्यो यहाँ लहरा होइन अब यहाँ हेर्नु त ओप्पी दामी गाइस दामी हो गर्मी बढिरहेको छ अहिले ओप्पी अहिले गर्मी सिजन हो धरानमा त फेरि मान्छे सेतो चाहिँ हुँदैन है उल्टै कालो चाहिँ हुन्छ यहाँ चाहिँ अब हामी यहाँ पनि बारिरहेको छ लु कसै
मिलाले यता ततिले च्याउ पाउने ठाउँ चाहिँ च्याउ पाउने ठाउँ यता हो तर बार जान्छ अब यतै वरिपरि घुम्दै बस्यो तर मलाई चाहिँ फेरि त्यस्तो च्याउ खोज्नु मन चाहिँ होइन खानुको लागि चाहिँ होइन एउटा भिडियोको लागि मात्र हो तर पनि दिदीले चाहिँ खानुहुन्छ अरे मलाई त्यति फेरि च्याउहरू मन पर्दैन क्या फेरि यो मन पर्ने तपाईँ खानुहुन्छ अनि किन चाहिँ खोज्नु गएको मम्मीले त खानुहुन्छ होला नि त फुकासँगले जङ्गलमा हामी च्याउ खोज्न लाग्यौँ है अब अनि च्याउ टिपेर माथिन्जेल खाने अनि माथि गर्ने पानी बोकिरहेको छैन च्याउ त छैन सो दिदी च्याउ त यहाँ खोज्न आएको हामी चाहिँ होइन यो ठुलो जङ्गल छ यहाँ चाहिँ दिदी यहाँ चाहिँ हरियाली आम्बो यहाँ जङ्गलमा फेरि मान्छे छोड्यो भने निस्किनु सक्दैन क्या हतैपतै त्यस्तो खतरा जङ्गल हो नि यो जिगा ल्या भूत तेरा भूत यस्तो दिउँसो पनि भूत हुन्छ त अनि कहाँ पत्याएर मजाले मोबाइल हेर्दै बसेको त अनि कहाँ यति छिटो भूत आउँछ त्यति दिउँसै चाहिने त हेरि पो बस्छ हो अनपढ हुनु पनि गाह्रो छ तिमीहरू पनि फेरि त्यत्रो च्याउै नभेटेपछि अब फेरि निङ्ग्रो चाहिँ कहाँबाट पाउँछ यत्रो अब च्याउै नपाएको अब निङ्ग्रो पाउँछ अरे फेरि पानी नपर्दा निङ्ग्रो पाउँदैन के झाडहरू बटुल्दै हिँड्छ हो म त के चाहिँ हुँदैन होला यो खानु हुन्छ यसको बोट देखाएको यसको बोट मिल्छ के यसको चाहिँ हेरे यो यसको चाहिँ टुप्पा खानु मिल्छ अरे डान्स टुप्पा खान्छ होला यसले नै खान्छ हौ नाना थरी हामीले खाने होइन सबैले खान्छ लु नटिपाउ नटिपाउ ना धेरै आउँछ धेरै नआउँछ एकछिन दुईटा टिपे सक्यो अघि एउटा यता ल्याउँदा थियो अघिको ल्याउँदा थियो इ यतिले पुग्छ यो यति भेटेको आज जङ्गलमा आएर जङ्गल पो भन्नु पो मङ्गल छ नि यहाँ त मङ्गल सब पाइन्छ नि निङ्ग्रो सिङ्गो तर धेरै छैन एकै एउटा त ल के होला निङ्ग्रो चाहिँ होइन पले बटरिरहेको होला नि सर्पले अनि कत्रो कत्रो सर्प हुन्छ पो त लुकेको हो सर्प पाउँछ क्या सर्प हुन्छ नगर अन्जानीमा सर्प भेट्यो नि त फेरि बरु यस्तो चाहिँ निङ्ग्रो भनेर मलाई पनि थाहा छ यो चाहिँ पाहाडतिर नि हुन्छ यो चाहिँ यस्तै त हुन्छ नि यहाँ पनि तर यो चाहिँ हाम्रोतिर गुइए भन्छ गुइतिर पाउँछ यसलाई चाहिँ हामी बक्सी फ्युल भन्छौँ पहिला दाउरा कहिले खोजेको छ दि लकडाउनमा चाहिँ किन अनि कहाँ चुल्हा चाहिँ सो हामी चाहिँ अब टक्कसँगले यहाँ बाहिर निस्किनु पर्ने हुन्छ ऊपर चोक हो होइन त्यहाँ बस्ने लु है तौतारीमा भाजी बिसम खाजा लिएको छ होला यही एउटा पाएको गाई पै यो चाहिँ हाम्रो लिम्बुवानको झार बारेले मै यहाँ जङ्गलमा बिरामी हुन्छ होला यस्तो गर्नुपर्छ छिटो लिम्बुङ सम्बङ बेलाम खिया नलागो
कम्ता कडा पाउँदैन नि अमिले नि मै पनि रात जुसाएर सबै झिक्न फटायो ओए कल ओए जसले भिजा छ जिउमै जिउमै छ यहाँतिर यति निकाल्दिन्छु म ओ झिस्ले अर्को छ मलाई डर यो भेस्ट त साँच्चीकै कता झुसेर चाहिँ यति झुसले भिजा पहिला भिजा कहाँ यत्रो झुस झुसले छ हौ A few moments later. कता त हर्छ के भएको थियो सानो तर्सिन हौ A few inches later. तिम्रो त्यो भर्खर त्यो मेरो खुट्टामा भने नि मेरो पनि आयो होला बिराको बेसी हेरेको ठिकै थोडा रहेन हौ जुसुले गाह्रो गरायो सो फाइनली हामी चाहिँ अहिले डुल्दै जाँदाखेरि चाहिँ फेरि ट्याक्कै रात पनि पर्दियो है हेलो दाइ तपाईँको कपाल त कस्तो नेचुरल कर्ली हो ल त तिमीले नै हाँस उठाउँछ नि बेला बेला त त्यही भएर टक्कसँगले अहिले चाहिँ अब हामीले चाहिँ हरियाली डुलेर आइसक्यौँ च्याउ टिपेको अघि हेर्नु होला होइन